यतिखेर वाइसिएल नेपालका युवा साथीहरूले राजावादी हिमानी शाहलाई लहटेका छन्। यतिखेर लहटेका छन् र तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। हिमानी शाहको नेतृत्वमा आएको टोलीलाई वाइसिएल नेपालले लहटेको छ। वाइसिएलका साथीहरू यतिखेर हिमानी शाह लहट्नको निमित्त कमलाटीमा आइसक्नु भएको छ। सम्पूर्ण साथीहरू अघि नै हिमानी शाह यहाँबाट आइसक्नु भएको छ भने त्यहाँका गुण्डाहरूलाई साथीहरूले हातपात गर्नुभएको छ र केही घाइते भएका छन्।